एकदमै अब मैले भगवान भेटेँ डाक्टर रामकृष्ण गिरी नै मेरो भगवान है। आज मेरो त ईश्वर आएको जस्तै भयो कि सुलुक जाति भयो। मेरो नाम चाहिँ सरिता राणा मगर अनि म चाहिँ यो बाघको समस्याले एकदमै पीडित थिएँ। म हिँड्न नसक्ने एकदम दुख्ने के मलाई एकदम दुख्ने। म धेरै डक्टर धाएँ है, डक्टरकोमा गएँ। जति गर्दा पनि नहुने के, अलि दिन औषधि खायो अनि ठिक हुने अनि फेरि दुखिहाल्ने के मलाई, दुखिहाल्ने दोहोरिने। अनि मैले अब त्यही टिकटकमा देखेँ हजुरलाई, त्यो फेसबुकमा टिकटकमा देखेँ है। दुखेर म सुतेरै बसिराखेको बेला मैले चाहिँ हजुरको ठ्याक्क टिकटक आएको देखेँ, डाक्टर रामकृष्ण गिरी भनेर। अनि मैले त्यो हेरेँ, सबै हेरेँ। अनि म दुखेर एकदमै हिँड्नै नसक्ने अवस्थामा थिएँ। म त्यसरी बसिदिएँ। मैले अनि मेरो बुढोलाई चाहिँ मैले के भने नि, ल बुढो डाक्टर रामकृष्ण गिरी पोखरा हुनुहुँदो रहेछ मिड टाउन पछाडि मेगा हेल्थ केयरमा, ल त्यहाँ जाऊँ भनेर म यहीँ पोखराबाटै अब अरू नै डक्टर भनौँ न चेक गरेर गएँ। म औषधि खाएँ तर मलाई औषधि खाइन्छ सन्चो हुने अनि औषधि छोडेपछि दुखिहाल्ने कि त्यो नभएपछि अनि मैले यहाँ हजुरको देखेँ है, डाक्टर रामकृष्ण गिरीको त्यो फेसबुक मार्फत देखेर अनि म आएँ, यहाँ आएँ है। अब आएको नि म आएँ, मैले अब सबै चेक गरेँ। अब म एकदमै हिँड्नै नसक्ने जस्तो थिएँ नि त, हिँड्नै नसक्ने। अब एकदमै पीडा हुने मलाई अब त्यस्तो अवस्थामा म यहाँ आइपुगेँ है। अनि यहाँ आएर मैले हजुरले भनेअनुसार मैले सबै रिपोर्टहरू चेक गरेँ, सबै चेक गरेर अनि औषधि अब रेगुलर खाइरहेको छु। अहिले चाहिँ मलाई ठिक भयो है। म अब एकदम हिँड्नै नसक्ने, अब बसबाट अब यहाँ दौलबाट चढेर आएपछि यहाँ मिड टाउन अगाडि यहाँ सौगृहमा झर्नलाई म यति रुन्थेँ कि म आफ्नै कुरा मलाई मात्रै थाहा छ है। म हिँड्नै नसक्ने। अब त्यहाँबाट यहाँ अब 5 मिनटको बाटो छैन है, 2 मिनटको बाटो म हिँड्नलाई यति अब कसरी बसबाट उठेर कसरी झर्ने हुन्थेँ। तर म अहिले चाहिँ अब यहाँ हजुरको औषधिले मैले एकदम ठिक भएछ है। अहिले चाहिँ मलाई एकदमै अब मैले भगवान भेटेँ, डाक्टर रामकृष्ण गिरी नै मेरो भगवान है। मैले भनिहालेँ, म हजुरलाई बारम्बार यही भनिरहेको छु। मलाई चाहिँ अब सबै सन्चो भयो। अहिले मलाई त्यस्तो गाह्रो कुनै त्यस्तो अप्ठ्यारो छैन कि छैन। अब औषधि खाइरहेको छु, फलमा आइरहेको छु। मलाई चाहिँ एकदम राम्रो छ है डाक्टर। म दिलरूपा लिम्बू हो। म यस्तो चिलाउने घाउ आएको थियो, सोरेसी दाग भन्ने इन्डियामा कति औषधि खाएँ, 3-4 लाख सक्ने भारू। नेपालमा कतै 20-21 वर्ष भएको थियो यो रूपले मैले भेटेको, समातेको, मलाई एकदम पीडित बनाएको। अनि एकजना भाइले यहाँ सुरुङ्गा रामकृष्ण गिरी डक्टर साहब हुनुहुँदो रहेछ। आज मेरो त ईश्वर आएको जस्तै भयो कि सुलुक जाति भयो। तपाईँहरू पनि यस्तो बिरामी हुनुहुन्छ भने आउनुहोस्, यहाँ सम्पर्क गर्नुहोस्, म जस्तै जातिबाट जानुहोस् त्यति भने गएँ जाने। मैले भोगेको अब मेरो यसो केस कोर्दा पनि कायौँमा त्यति झर्थ्यो। अब सुतेको ठाउँ पनि यति नै छाला जान्थ्यो। यो खस्टा जस्तो यो मटरको त्यो भिजाउनको खस्टा आउँछ नि, हो त्यस्तो जान्थ्यो। अहिले म राम्रो भएको छु, केही छैन अहिले। दागहरू पनि छैन है? दागहरू पनि छैन, केसुमा पनि छैन। अहिले फेरि राम्रो भएको छु। डाक्टर साहबको पनि धन्यवाद।